यहाँतिर चाहिँ यस्तो देखिँदो रहेछ। यहाँ चाहिँ त्रिनिटी रेसोर्ट रहेछ। त्रिनिटी रेसोर्ट यहाँ चाहिँ यता भ्यू टावर दहचोक भनेर लेखेको छ। ल स्विजरल्यान्ड पार्क चाहिँ यो तल पर्दछ। यो पारिपट्टि चाहिँ यो खानकोट एरिया होला। यही डाँडा चाहिँ तपाईँको ठ्याक्क म जुम गरेर देखाइदिन्छु। यो चाहिँ चन्द्रगिरी डाँडा चाहिँ यसरी रहेछ। अब यतैबाट सबै फ्लाइटहरू चाहिँ यहीँबाट आउने हुँदो रहेछ। यहाँबाट आइरहेछ एउटा फ्लाइट, त्यति देखेको छ नि घामले। यसरी गइरहेछ काठमाडौँ जाने फ्लाइट। यसो आउँदैछ, उता पनि आउँदै रहेछ। यसरी जाउँ हामी पनि भ्यू टावरतिर जाउँ कस्तो रहेछ हेरौँ माथिबाट। तपाईँहरूलाई यहाँ माथिबाट के देखिँदो रहेछ, कस्तो देखिँदो रहेछ म सबै देखाउँछु। हेर्नुहोस् अब यहाँबाट चाहिँ दहचोक भ्यू टावर। यो चाहिँ यहाँबाट यस्तो, यहाँ चाहिँ टिकट सिस्टम छैन, फ्री रहेछ क्या हो यो। मान्छे त्यति गइरहेको छ। कति शीतल यहाँ त। उइस कस्तो देखिन्छ यहाँबाट, जस्तो देखिन्छ माथिबाट। काठमाडौँको वरिपरि पुरै पहाड देखिँदो रहेछ। यहाँ चाहिँ अब फेरि म माथि जाँदैछु। योभन्दा माथि अझै एक तला रहेछ। एक तला माथि गयो जाउँ है त, कस्तो देखिँदो रहेछ। ल ओहो अझै अर्को तला पनि रहेछ। डर लागेछ। ओहो यहाँ त यहाँबाट त सबै हाम्रो टिमहरू। यही हो काठमाडौँ सबै यति हो। कति सानो हौ, यहाँबाट ढुङ्गा त पुग्ने रहेछ त। कति सानो काठमाडौँ त।